लासो साथीहरू साथीलाई नमस्ते। आज हामी छौँ केएलमा मिस्टर धनबहादुर थिङ, मेरो प्यारो काका, अनि मेरो भाइ, अनि मेरो लापा हुनुहुन्छ यहाँनिर। हामी सबैजना चट्टै भेट भइरहेछ आज। काका त माछा मार्न आउनुभएको अरे। माछा कति लान्छ काका तपाईँले आज? 10 केजी। हामी त अब माछा मार्न जाँदैछौँ, भेटघाट अहिले नै भएको हो होइन, चट्टै बसियो। अब आज लेट गर्नु चाहिँ हाम्रो मिस्टर पासाङ दिमाग छ होइन, भाइले लेट गरेको होइन त कहाँ। अब हामी जाँदैछौँ कहाँ? राजाजीमा जाँदैछौँ। राजाजीमा गएर चट्टै रमाइलो गर्ने, माछा मार्ने होइन। हेर्नु मेरो काका कति मोटा छ अहिले। काकी हेर्नु है, काकी त पर्दैन, आँसु हेर्नु। भाइ बहिनीहरू हेर बाबा कति मोटा रहेछ। पैसा कमाएर झप्पै छ, ब्याङ्क ब्यालेन्स झप्पै भन्नु सुन्दैछ। यहाँ के हो कसो लगायो भने आइएम सो ह्याप्पी। अनि आज तपाईँलाई कस्तो लाग्छ भतिसँग भेट्दाखेरि? धेरै खुसी लागिरहेको अनि त भतिसँग भेट्दाखेरि खुसी लाग्छ। भतिजा त हेर्दैन, रिसिट रहेछ होइन। अब हामी माछा मार्न जान्छौँ, किनभने हामी त अब पकर खोलामा हुर्केको मान्छे होइन, रातभरि खेलेको मान्छे बाख्रा। तपाईँले यो भोलाकै मजा ल्याउँछ हाम्रो है लगाएछहरू। मेरो भाइ होइन एउटा ट्रेनमा के हो भाइ होइन, खाली छ त सिट। काका यहाँ पनि न, यहाँ कस्तो लाग्यो रहेछ अनि काका भतिजकै भेटघाटमा आज? अनि भतिजलाई कस्तो लागेको छ? 1.5 वर्ष त्यो पनि बोलाउँदै आएको होइन। यता हाम्रो लाफा हुनुहुन्छ साथी, हाम्रो काकाको साथी। तर भन्छ हामी त्यहाँ यसो हिँड्दैछौँ गाई चेरेर ट्रेनमा हिँड्दा के हुन्छ। काका मेट्रोमा फर्स्ट एड होला होइन, मेट्रोमा फर्स्ट एड होला होइन, कस्तो लागेको छ आउनु? ल हामी गाइज फाइनली अब हाम्रो डेस्टिनेसनमा हाम्रो काका हुनुहुन्छ आजको स्पेसल गेस्ट, मेरो प्यारो काका श्री। ओ माई गॉड, यस्तो मोटाउनु भएको छ। आमा म छक्क पर्थ्यो यार, 1.5 वर्षपछि भेटेको मेरो काकालाई। दामी भइरहेछ हाम्रो आज घुमेको समय। अब हामी रातोमा जान्छौँ, अनि दामी गरेको हुन्छ हाम्रो रमाइलो। हामी त ट्रेनबाट उत्रेर पनि आइसक्यौँ हाम्रो डेस्टिनेसनमा। हाम्रो राजाजीको रुम त्यहाँ हुनुहुन्छ। राजाजीले हामीले पर्खिराख्नु भएको छ, हामीले वेटिङ गरिराख्नु भएको छ। राजाजीले भनिदिनुहुन्छ पुरा सुँगुरको पुरा सेको हानिराख्नु भएको छ अरे होइन। हेरौँ कस्तो सेको हान्नु भएको छ, गरेर देखाइन्छ होइन तपाईँलाई। खोइ कहाँ अरे खोइ राजी आमा, हामीले पर्खि बसिरहेको पर हुनुहुन्छ राजी। हामी जाँदैछौँ राजीको, मेरो भाइ बस जाँदैछ। एकदम दामी छ यार। 17 महिनापछि तपाईँ र हामी सबै 17 महिनापछि भेटेको नि त। जोडी ढुकुर एकै साथ नहुँदा, जाँड काँडा रसायो मरुदा, सारङ्गीको ताल यो जुनी। लासो आसेङ सरकार नमस्कार। लासो एकदम ठिकै छ, एकदम दामी। के हो राजी आम्मा यार, के हो। अब हामी राजाकोमा वेलकम। हामी 3 जना चाहिँ जाँदैछौँ खोलातिर जाल बोकेर। कसले बोकेको थियो झोला? हाम्रो काकाले झोला बोकेछ होइन। माछा मार्न जाँदैछौँ। कति माछा मारिन्छ के भन्छ तपाईँहरू हेर्दै गर्नु होला है गाउँले दाजुभाइ। अब ल आज पनि बाढी आएको रहेछ हल्का। हामी फाइनली डेस्टिनेसनमा आइपुग्यौँ। काका मेरो भाइ यहाँ माथिबाट ट्रेन कुद्छ होइन। अब हामी जाँदैछौँ चट्टै हान्नलाई है त साथीहरू, हेर्दै गर्नु होला है। हेर्नु गाइज माछा यहाँ चट्ट दाजुले चट्ट एक हेर्नु गाइज माछा चट्ट कति आउँदो रहेछ एक खेपमा हान्दाखेरि। साथीहरू होइन अब यो माछा चाहिँ अब यो सानो माछा भयो, यो माछा सब फ्यालिदिने हो होइन। सबै यसरी फ्याँक्ने हो, यो यिनीहरूको काम छैन। यसो सबै फ्यालिदिने हो यो माछाहरू चाहिँ। भाइले फ्याल्दैछ होइन, किनभने यसलाई ठुल्ठुलो भन्नु पऱ्यो नि त नि होइन काका होइन। हेलो
गाइस माछा कति रहेछ एकपल्टमा आम्म छेउमै गर्नु त्यो मुनि नै छेउमा लगेर माछा आयो मान्छे ए भाइ कस्तो लागेको छ माछालाई यहाँ माछा देऊ ओ माई गड आज मेरो काका आएको माछा धरो पऱ्यो यार कहाँको छ ठिक छ नि मेरो भाइले माछा गरिरहेछ ल ल कहाँ भयो त्यो बसेर बस लामो अब जालरीले त माछा पक्रिँदैन होइन हातैभरि यहाँ काटिसक्यो मेरो भाइ पुरा माछा टिप्दैछ अहिलेदेखि काकाले त माछा छोडेको छ अहिलेदेखि झोलाले भन्छ लगेर खाने हो कि होइन काका यहाँबाट दाइ काका मलाई गोइलो तानेर के गर्ने यहाँबाट ल बाबा ल बाबा हेर्दै गर्नु होला हाम्रो अब यस्तै प्रगति सरगति हुँदैछ माछाको एकदमै अझ 500 किलो यार होला हाम्रो त अब चट्टै हाम्रो त माथिबाट ट्रेन पनि झर्रै साथीहरू यहाँ मेरो भाइहरू चाहिँ माछा पक्रिँदैछ मेरो काका र भाइ होइन माछा चाहिँ मैले तानेको हो मैले तान्न नसकेर काकाले तानेको कम्ती 10 किलो माछा गयो यार कत्रो यहाँ सबै खालेको माछाहरू बाल जाने यार आज के हो अनि यार दसैँ छ हाम्रो काकाको यार डेढ वर्षपछि भेटेको भतिजाहरूसँग है काका माछा भयो अब अझै झोला ल्याउनु भन्दैछ काकाले हेरी माछाको हाँस उठेर नि म त कस्तो दामी आउँछ फेरि मारण भने कति बस्ने यताबाट पानी आउँछ होइन भएबाट फोहोर सब यहाँ अड्किन्छ यहाँबाट पानी सङ्लो आउँछ यहाँ सबै बलुवाहरू छ खोला हो होइन एकदम दामी छ बाढी हिजो पानी पर बाढी आएको माछा यो काका लात्ताले हान्दैन भाग्दैन क्या आम्मै ल बाल्छ है ल कुन अब तपाईँको मन खुसी काका के गर्ने कसो गर्ने कति पकाउने हो है हो माई गड मेरो काका यो गाइस हाम्रो त माछा पकाउने बवाल हो रहेछ मेरो भाइ काका एकदम दामी छ जालहरीमा जाल हाल्ने होइन माछा पकाउनु दुईजना छ एकदम दामी नहुँदो ट्रेन आयो क्या माथिबाट यहाँ त्यस्तो लाग्यो त कता गइसकेको छ पल्लोपट्टिबाट यहाँ नजानु लुतो सुतो जान्छ ल अब हामी त चट्टै अब माछा मारेर सकिसक्यौँ होइन होइन कहाँ तपाईँलाई कस्तो लाग्यो आज ठिक लाग्यो एकदम बाबा तँलाई कस्तो लाग्यो तँलाई कस्तो लाग्यो भाइ मलाई अनि यता आएर बोल न यता आएर बोल एकदम रमाइलो लाग्यो आज त यहाँ त 1.5 वर्षपछि काकालाई पनि भेट भयो होइन लाग्यो ल आज 1.5 वर्षपछि हाम्रो काकासँग भुल्डुङे काका थिङ काका भेट भएको जहाँ बुढासँग नरिसाउनु होला आज अब हामी काका हामी यस्तै हो होइन भेट भएको 1.5 वर्षपछि त नि बोलाउनु नमानेको होइन बल्ल बल्ल आएको अनि काकालाई माछा मार्न लाग्यो माछा कस्तो काका ल अब साथीहरू हेरिदिनु भएको धन्यवाद थ्याङ्क यू सो मच बाई बाई खोइ बाई बाई बाई